Hi guys, welcome to my new vlog. के को जाडो गइसक्यो त अनि आज चाहिँ म घरबाट हैन बाटोबाट भिडियो बनाउँदैछु यस्तो माथि गरेर मात्र पुरा फेस देखिन्छ के ल हेर अनि आज चाहिँ हामी फेरि कलेज जान लाग्यो आज चाहिँ म कलेज पुरा देखाउँछु हजुरहरुलाई कतिचोटि देखाउनु गाइज आज चाहिँ म नहाँसिकन भिडियो बनाउँछु धेरै म हाँसेको धेरै भएछ भिडियो फेरि हाँसिहाल्यो अब त एकदम सिरियस भएर बनाउँछु म चाहिँ गाइज म चाहिँ एकदम पर्फेक्ट भ्लगर भइसकेँ म हाँस्दिनँ म सिरियस भएर बनाउने हो किन हाँसेको तिमी यो मान्छे धेरै हाँस्यो है अनि मलाई नि हाँस लाग्यो गाइज यताको माहौल चाहिँ यस्तो छ है कता जाने हामी म यता जान्छु तिमी उता जाऊ नि त जाऊ नि त है जाऊ के बाई 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 गएको ल ए दुर्गेशको के कता हेरेको बिजुली गलेर हट भएर हामी हेरेको हेरे मेरो दुश्मन छ धेरै हामी हेरेको दुश्मन छ है धेरै यता पछाडितिर अगाडितिर दायाँ बायाँ मेरो दुश्मन छ धेरै एआई भनेर ड्यास हानेर काम हुने क्या गाइज कसैलाई सोफा चाहियो भने यता छ है यो बाटो चाहिँ एकदम मलाई मनपर्छ हेर्न कति धेरै यस्तो राखेको यो मान्छेले मलाई छोडेर गयो यार अब सोनले त यार भगटे खाएर सक्दिन लाग्छ हामीलाई दिए नि हामी खान्थ्यौँ है नुन खोर्सानी चाँदेर म त खाँदिनँ तर किन भन न दिँदै दिँदैन दिँदै दिने त मैले दिँदै दिँदैन नि त अनि कसरी खाने नेपालमा भयो भने म त राति आएर चोरेर खाइदिन्थेँ के बोलम किन भ्लग बनाउने आफै भन्ने अनि केही नबोल अरे आज मलाई बोल्ने मुड छैन अरे गाइज आऊ है बोल्नु मुड बनाइदियो सोनीको I love you. Para. I love you. It is Susil. Mention your Susil friend. I love you Susil. Please मेरो सुशीललाई मेन्सन गरिदिनु कसैले मेरो नवीन तिमी कहाँ छौ नवीन सुशील अपन्डे उता रहेछ मेरो नवीन यार साँच्चै हो के मेरो नवीन मैले फाइनली बोयफ्रेन्ड बनाएँ सुशील गाइज म नवीन नामको केटासँग बोल्ने हो इन्गेजमेन्ट रिङ नवीन मलाई लास्ट मनपर्छ कि नवीन के अरे उसको के अरे यो मान्छे किन डरे मदेखि त सब डराउँछ नि भयो किन हो यस्तो नि म एकदम डर लाग्छ हातै गलो के मेरो ट्रेन छुट्यो गाइज गाइज फ्रीको कन्सर्ट हेर्ने भयो आउनुहोस् है गाइज ट्रेनले हाम्रो कुरिरहेको रहेछ है ओके 50 को ट्रेन 51 हुँदासम्म पनि चलेको छैन कि आयो सोनीको ट्रेन आयो गाइज
हामी चाहिँ अहिले UN आइपुग्यौँ हामी जहिले चढे आउने अनि अब छिर्छौँ कि हामी चाहिँ टी सर्ट है कत्रो ठुलो हो क्या तर खतरा रहेछ त दामी रहेछ है किनिदेऊ न किन होला डार्क किन डार्क त्यही त डार्क कलर खोजेको क्या थ्याङ्क यू मेरो घर जाने थियो माग्छ यार त्यो केटाले जहिले मलाई हेर्छ यार गयो ऊ त केटीको कपाल खतरा रहेछ यार कोक खाओ दिन बनाओ माय गॉड मेरो डाउट खोइ मलाई किनिदिएको धन्यवाद देऊ भने लो यस्तो लोभी साथीहरू त छ क्युटी पाइ गाइस रास्केन बनाउनु जाने हो जाने हो हिँड कि म सेउफ्रा गराइदिन्छु मेरो भ्लग त यस्तै हो गाइस यस्तै नि भ्लग हुन्छ कति धेरै पिस हो त है लिन मिलेन धन्यवाद लस पनि खाँदैनस् गाई जस्तो सिधा सुन्छ गाई जो रातो बिल्डिङ चाहिँ हाम्रो क्लास हो बिस्तारै भित्र जाने एउटा भित्र अझै स्वागत गर्नको लागि अझै हाम्रो ऐना छ ओ हेर्ने आयो हेर्ने आयो के छ चाख्यो नि यस्तो चाख्यो कस्तो रे मैले खिचिदिरहेको छु नि मटक मटक हल्लाउँदै हुन्छ जहिले म चाहिँ चढे आउँछु इटिएर बसेर रहेछ कोही छैन लास्ट सिटमा परेको मान्छे म यसले जहिले हेर्न कस्तो गाउनु चाहिँ भने आउँदैन यो फर्स्टको फोकरी छ Chuyện nào em? Quay lộn chuyện nào em? David Beckham nói chuyện cắt luôn.
गाइज सोनी हरायो कहाँ हरायो यत्रो हुलमा मैले कसरी खोज्ने होला कहाँ गयो भने कता गइन्छ छ्या यहीँको रहेछ गाइज उता यहीँ रहेछ है म त देख्दै नदेखेको के कस्तो डर लाग्दो फुल जस्तो भयो नि आफ्नै साथीलाई नि चिनिनँ मैले डान्स हान्दिउँ गएर घरमा मलाई गएर डान्स सिकाऊ है त डान्स सिकाइदियो है आज ल आज सुन्ने मलाई डान्स सिकाइदिन्छ के भन्छ अरे आज म खतरा नाच्छु बसौँ के एकछिन भरेसम्म उसले गीत गाउँछ के बसौँ न के अरे जाडो सकिसकेको छ जापानमा चाहिँ सोनीलाई मात्रै आज आल्साले के कलर गरेर हालेको चाहिँ राम्रो देखेको थियो मन पर्यो सोनीलाई गाइज जापानिज केटा चाइनिज भियतनामीहरू एकदम मनपर्छ उसलाई सायद उसले डोरीले के है कुकुरको मासु नि खान्छु भन्नु अरे खाइहाल्छ त अनि उनीहरूले सबको मिठो हुन्छ अरे वाउ आज हामी यताबाट जाने हो गाइज चाहिँ सोनीको फेभरेट बाटो हो यो उसको आज धेरै इच्छा भएर मैले यताबाट लिएर आइदिएको हो होइन त तिम्रो धेरै इच्छा थियो होइन यताबाट आउने यो बाटो चाहिँ मलाई एकदम मनपर्छ अनि कोकको साथमा एक दिन यहाँ जानुपर्छ ल धेरै पैसा कमाएर गाइज सोनीको पनि ब्लग आइडी छ उसको पनि म मेन्सन गरिदिन्छु उसलाई पनि फलो गर्नु होला कस्तो राम्रो फुल Wow, feeling so bored with Sony. Feeling so good with Sony. On the best. मान्छे धेरै कसरी खिच्नु मैले लाज लाग्छ उसको चाहिँ सोनीको रामेन खान मन लाग्यो रामेन ल्याओ सोनीलाई आई लभ मलाई आजकल के मनपर्छ मलाई बर्गर मनपर्छ आजकल जति खायो नि हगाउँदिनँ रामेन लभ म त मोमो र बर्गर हो आजकल त रामेन इज तिम्रो बर्गर मन पर्दैन सक्छ त अनि कम झुट बोल्छ मान्छेले उसो साङ राखिदिन्छ खाथ्यो मलाई नाच्दिउँ जस्तो भयो यो गीतले मलाई गाइज अहिले चाहिँ हामी घर फर्किँदै हो पढेर पनि बेलुका भइसक्यो यो को हो त है हो मलाई एक खिच्न मन थियो फोटो बन्द भएछ यार किन आज के बार हो र सो स्याड गाइज भाग्यमा नलेखेपछि जे गरे नि हुँदैन अरे के साँच्ची रहेछ यो भने कस्तो भन्यो होला यो यस हो के यताको चहलपहल छुट्टै छ बच्चाहरूको पार्कमा मेरो त उही भोइस पनि कस्तो घिनलाग्दो है यस्तो आउँछ क्या हाँस्दो पनि राम्रो छ अरूले चाहिँ मुसुक्क हाँस्छ नि हाम्रो के पुरै संसारै हल्लिन्छ जस्तो जन्मेको मान्छे पनि त्यस्तै थोप्रो नि के हो यस्तो
चिटियाको लागि ए अखिया लडाइ छिटो उसले गर्ने जहिले त्यही ल फेरि मैले टाढा खिच्छु है ल 1 2 3 गो कत्रा डान्सर हो नि गाइज यसको डान्स आउँदैछ है चाँडै नै गाइज हामी चाहिँ घर आइपुगिसक्यौँ अनि यता सोनीले मेरो लागि ब्रेकफास्ट बनाउँदैछ गाइज जहिले रामेन आज अलि अन्डा राम्रो भयो कि ओइसी हुने ओइसी आजको ब्लग यस्तै भयो गाइज अब म खान्छु अनि सुत्छु खाना पकाउने त्यसपछि म सुत्छु एकछिन अनि म पढ्छु धेरै म आजकल जहिले पढ्छु कि पढ्दिनँ भन्दा त लास्टै पढ्या हो के भन्नु त्यो मार्क्स मेरो 5 आउँछ 15 मा 5 ओइसी हामी यसरी खाँदैछ मैले चपस्टिक लास्ट चिप्लो हो के मेरो त यो अलिक खस्रो भएर हल्का टिप्छ हैन त्यो त्यस्तो वाला मेरो ब्यागमा हो के यो लास्ट चिप्लो यो मलाई मन पर्दैन यो खैरो देख्दा मात्र राम्रो के त्यही त म अनि अर्को वाला चपस्टिक कहाँ पुग्यो भन्छु त दो पैसा बनाए हुन्छ त्यस जान्ने किनकि तिमीले बनाएको नि त्यो हेर्नु है यस्तो साथी चाहिँ नपरोस् टिकटकमा आथे नि तिमीले यस्तो लगायो त्यो लगाएको पनि छोको पनि पैसा पर्यो नि मैले बनाएको हो तर उसले छोएपछि नमिठो भयो के गाइज उसको हात पर्ने बित्तिकै नमिठो भयो नखाएको त नखाऊ यहाँ त देख्नु यस्तो साग नि भयो लास्ट मिठो हुँदैछ अनि अस्तिको रातो मासु सागै अर्कोचोटि साग ल्याउनु पर्यो कोक छोड्ने भने हैन ल धेरै पछि खाऊ कोक थाहा आज एकै दिनमा यति खाए कोक नि म त खाए भोलि चाहिँ कोही कि कोही हेरि म हेर अब जहिले निद्रा लाग्दैन नि त हिजो पनि थोरै खाएर राखे हो बिहान पनि पेट दुखेर खान सक्दिनँ त्यो झन् लास्ट पेट दुखाउँदै थियो ब्यागमा छ भनेर निकाल्न नि त अनि बाई बाई गाइज ब्यागमा राखिदियो अब